हाम्रो बजेटमा त घरै आउँदैन, हामी त घरै किन्न सक्दैनौँ कि हो। हजुरलाई लाग्छ होला यो हजुरको मात्रै क्वेसन हो भन्ने, तर फर्स्ट होम किन्न खोज्ने धेरैले सोध्ने क्वेसनहरूमध्येको एउटा क्वेसन यो हो। यो के हुने रहेछ जेनरली भन्दाखेरि चाहिँ हामीहरू रेन्टमा बस्ने बेलामा अलिकति इस्ट्याब्लिस भइसकेको, अलिकति एम्युनिटिजहरू भइसकेको, अलिकति ट्रान्सपोर्ट पनि सजिलो भएको, स्कुल पनि राम्रो भएको ठाउँमा बस्दा रहेछौँ। तर घर किन्ने बेलाको सोच चाहिँ के हुँदो रहेछ भने त्यही एरियामा किनौँ, तर रेन्टको बेलामा 2 बेडरुमको घरमा बसे पनि घर चाहिँ हामीले 4 बेडरुमको किनौँ, अलिकति फ्रन्ट यार्ड ब्याक यार्ड भएको किनौँ भन्ने हामीहरू धेरैलाई लाग्दो रहेछ। यसो हुँदाखेरि त के भयो, सबै थोक भएको इस्ट्याब्लिस सबमा 4 बेडरुमको फुल स्ट्यान्डिङ घर, फ्री स्ट्यान्डिङ घर किन्ने भन्दा बित्तिकै त फर्स्ट होम बायरहरूलाई त गाह्रो छ, महँगो छ। त्यसले गर्दा आजको यो भिडियोमा चाहिँ म 2-4वटा कुराहरू यहाँहरूसँग सेयर गर्न जाँदैछु। मेबी यसले चाहिँ तपाईँको फर्स्ट होम किन्ने जर्नीमा अलिकति केही नयाँ ढोकाहरू ओपन गर्नेछन्। पहिलो, हजुरले सोच्नुपर्ने कुरा चाहिँ के छ भने के अहिले हामीलाई सुरुको घरमै सबै 4वटा बेडरुम भएको ठुलो जग्गा भएको घर नै हामीलाई चाहिन्छ त? यो एउटा क्वेसन चाहिँ हजुरले आफूलाई सोध्न सक्नुहुन्छ, सोध्नु पर्ने हुन्छ। यसमा के हुने गर्छ भने मेरो आफ्नो एक्सपिरियन्समा चाहिँ फर्स्ट होम नै फरएभर होम धेरै जस्तो फ्यामिलीको लागि हुँदैन। त्यसले गर्दा मेबी अहिलेलाई चाहिँ बाई वाट यु क्यान अफोर्ड टु बाई गरेर अनि केही वर्षपछि जब तपाईँको त्यहाँनिर प्रपर्टीको इक्विटीहरू बिल्ड हुन्छ, मेबी त्यतिखेर चाहिँ अर्को अपग्रेड गर्ने सम्भावनालाई एक्सेप्ट गर्ने हो कि, एउटा त्यो। दोस्रो, यदि हजुर कुनै ठाउँमा बस्नुहुन्छ, त्यहाँ बस्दाखेरि तपाईँको लागि अहिले नहुने कुराहरू के एउटा राम्रो स्कुल हुनसक्ला, क्लोज टु जब हुनसक्ला, अथवा अरू के छ त्यस्ता कुराहरूलाई एक ठाउँमा यसो लेखेर ती कुराहरू चाहिँ तपाईँले सिटीबाट अथवा अहिले बसिरहेको ठाउँबाट अलिकति टाढा जाँदाखेरि पनि तपाईँले त्यो म्यानेज गर्न सक्ने सम्भावना कति रहन्छ। जेनरली के हुने गर्छ भने सिटी सेन्टरबाट नजिक चाहिँ घरहरूको मूल्य अलिकति महँगो, बाहिर गएपछि अलिकति सस्तो हुन आउँछ। त्यसले गर्दा हजुरलाई चाहिने सबै थोक पाइने कुनै अलिकति आउटर सबबहरूमा गयो भने, अलिकति अफोर्डेबल ठाउँमा गयो भने, हजुरहरूको अफोर्डेबिलिटी बेटर हुने ठाउँमा गयो भने ती कुराहरूलाई एड्रेस गर्न सकिन्छ कि सकिन्न त? हजुरको जब मेबी ट्रान्सफर हुने खालको छ, बच्चाहरूको स्कुल अलिकति सबबमा नै राम्रो छ, त्यस्तो ठाउँमा जाँदाखेरि पोसिबिलिटी छ कि छैन त्यो हेर्न सकिन्छ, दोस्रो कुरा। तेस्रो, सबै कुराले कुनै पनि हिसाबले मिलेन भने इन्टर स्टेटको अप्सन के हुनसक्छ? तपाईँ जस्तो फर इक्जाम्पल महँगो सहर सिडनीमा बसिरहनु भएको छ भने मेलबर्न जान सक्ने हुनसक्छ। मेलबर्न अलिकति अहिले यो टाइममा अलिकति अफोर्डेबल रेन्जमा छ, ब्रिस्बेनको अप्सन हुनसक्छ। र सँगसँगै ख्याल गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने गभर्मेन्टले फर्स्ट होम बायरहरूलाई सपोर्ट गर्ने हिसाबले फेडरल गभर्मेन्टले, स्टेट गभर्मेन्टले प्रोग्रामहरू रन गरिरहेको हुन्छ। जस्तो 5% डिपोजिट स्किमको प्रोग्राम, यदि हजुरको प्रब्लम चाहिँ डिपोजिटमा छ भने मेबी त्यसले हेल्प गर्न सक्छ। अथवा होम बायर सेयर्ड इक्विटी प्रोग्रामहरू पनि रन गर्छ सर्टेन स्टेटले। जस्तो भिक्टोरियाको केसमा भिक्टोरियन होम बायर फन्ड भन्ने छ भने त्यसमा चाहिँ गभर्मेन्टले केही पोर्सन किनिदिन्छ, तपाईँले केही पोर्सन त्यसको ओनरसिप राख्नुहुन्छ। त्यसरी गर्दाखेरि चाहिँ तपाईँले आफूले चाहेको ठाउँमा कतिसम्मको प्रफिट लिन सक्नुहुन्छ, कत्रो चाहिँ तपाईँको लोन हुन्छ, रिपेमेन्ट हुन्छ। यस्ता धेरै कुराहरू चाहिँ यो अस्ट्रेलियामा घर किन्ने प्रोसेस चाहिँ अलि धेरै गन्जागोल छ। त्यसले गर्दाखेरि यदि हजुर पनि यस्तै गन्जागोल क्वेसनहरू माइन्डमा भएर मैले त घरै लिन सक्दिनँ क्या हो भनेर एक्सन भन्दा पनि चिन्ता मात्रै बढी गरिरहेको कन्डिसन हुनसक्छ। त्यसले गर्दा एक्चुअल तपाईँको अहिलेको सिचुएसन के छ, के गर्न सकिन्छ भन्ने कुरा तपाईँलाई फाइन्ड आउट गर्न मन छ भने म मेरो नम्बर यहाँ कतै छोडिदिनेछु, अथवा तपाईँले मलाई जुन मिडियममा हेरिरहनु भएको छ त्यही मिडियममा मलाई म्यासेज अथवा कल गर्न सक्नुहुन्छ अनि हामीले टाइम मिलाएर यो बारेमा कुरा गर्न सक्नेछौँ। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।